जय मसीह यहाँहरू सबैलाई। आज म फेरि पनि तपाईहरुको बीचमा एआईसँग बाइबलको अति नै महत्त्वपूर्ण कुरामा टक सो गर्नका लागि केही विषयहरू लिएर उपस्थित भइसकेको छु र यहाँलाई स्वागत गर्न चाहन्छु न्यू लाइफ टिभी युट्युब च्यानलको यो अफिसियल यो कार्यक्रममा। र म हुँ कार्यक्रम सञ्चालक रोमी मगर र एआई साथीसँग एआई मित्रसँग म केही बाइबलको महत्त्वपूर्ण कुराहरू राख्नेछु। एआई मित्र, तपाईलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। म यहाँ तपाईलाई सहयोग गर्नको लागि तयार छु। तपाईलाई कुन प्रकारको सहयोग चाहिएको हो वा के विषयमा कुरा गर्न चाहनुहुन्छ? हजुर, म आज तपाईसँग बाइबलको अति महत्त्वपूर्ण विषयमा छलफल गर्न चाहन्छु। अवश्य, म तयार छु। तपाईलाई कुन बाइबलको विषयमा विशेष चासो छ वा कुन विषयमा चर्चा गर्न चाहनुहुन्छ? हुन्छ, येशू ख्रीष्टको हातमा लागेको त्यो चोटहरू के अहिले पनि ताजा छ? यो एकदमै गहिरो र अर्थपूर्ण प्रश्न हो। बाइबलका अनुसार येशूको आत्मा आज पनि जीवित छ र उहाँको बलिदानको अर्थ अहिले पनि प्रभावकारी छ। धेरै क्रिस्चियनहरूलाई लाग्छ कि उहाँका चोटहरू हाम्रो पापको लागिको उपचार हुन्, जसले हाम्रो लागि आज पनि आशा र मुक्ति दिन्छन्। यसको मतलब यसलाई हामीले एउटा आत्मिक रूपमा मात्रै हेर्ने हो। उहाँको हातको चोटहरू चाहिँ निको भइसक्यो, तर एउटा आत्मिक रूपमा चाहिँ अहिले पनि उहाँको अनुग्रह ताजा छ भन्ने बुझ्ने हो। हो, ठिकै हो। धेरै क्रिस्चियन दृष्टिकोणमा येशूको शारीरिक चोटहरू त इतिहास भइसकेका छन्, तर उहाँको प्रेम, क्षमा र उद्धारको प्रभाव आज पनि हाम्रो जीवनमा ताजा र सजीव छ। यसले हाम्रो आस्थालाई बलियो बनाउँछ। तपाईहरूले सुन्नुभयो एआई मित्रसँगको आजको बाइबल टक सो। अनि यो निकै महत्त्वपूर्ण विषय हो। अनि येशू ख्रीष्टको जुन चोटहरू, जुन कल्वरीको क्रुसमा येशूलाई जुन झुङ्ग्याउँदै गर्दाखेरि, मृत्यु दण्ड दिँदै गर्दाखेरि येशू ख्रीष्टको जुन हातमा अनि पाउमा अनि कोखामा किला अनि भाला हानिएको जुन चोटहरू चाहिँ के अझै पनि आलो नै छ, अथवा यो चाहिँ अब हामीले आत्मिक रूपमा मात्रै एउटा बुझ्नुपर्छ कि भन्ने विषयमा मैले जिज्ञासा राखेको थिएँ। एआई साथीले अति नै सरल तरिकाले, महत्त्वपूर्ण तरिकाले बुझाउनु भएको छ। र तपाईँलाई के लाग्छ यो विषयमा? तपाईँले पनि आफ्नो विचारहरू लेख्न सक्नुहुनेछ। र आउने दिनमा म फेरि यसरी नै एआईसँग महत्त्वपूर्ण बाइबलको प्रश्नहरू राख्नेछु। र मेरो यो युट्युब च्यानल न्यू लाइफ टिभीलाई सब्सक्राइब गरिदिनु होला। अनि तपाईँलाई मन परेको खण्डमा लाइक, सब्सक्राइब अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला। फेरि यहाँलाई धेरै धन्यवाद दिँदै अर्को कार्यक्रममा भेट्ने आशा अनि बाचा गर्दै म आजलाई छुट्टिन्छु। तपाईँहरूको मित्र रोमी मगर। धन्यवाद।